बस्नु बसेर बस्नु यस पछाडि आस्पोर्ट ब्रान्चको पालो छ। आस्पोर्टका कलाकार साथीहरू तयारी भएर बसिदिनु होला। आस्पोर्ट पछि ग्रेसको पालो रहेको छ। दाजुभाइ तथा दिदीबहिनीहरू, किराँत यात्रुङ झुम्लोले आयोजना गरेको शिक्षकमा तलनाम भन्ने बित्तिकै हाम्रो महासचिवलाई के भनौँ भएको छ अरे। शिक्षकमा तलनाम भन्ने बित्तिकै मलाई निकै रमाइला दिनहरूको याद आउँछ। जाडीको निकाल बढाउने क्रममा सुरक्षा गर्ने क्रममा राख्दै जाने क्रममा हामी यसरी नै हरेक शिक्षक पातङनाममा खिचेर रमाइलो गर्ने नै छौँ। च्याब्रुङ नाच्ने नै छौँ, धान पनि नाच्ने नै छौँ। त्यो कार्यक्रमको सुरुवातमै मलाई एउटा आरोप लागेको छ। हाम्रो सचिव बिमलाजी काहीँ कतै धान नाच्दै हुनुहुन्थ्यो अरे, मैले स्टेजमा बोलाइहालेँ उहाँलाई। यसको लागि फेरि म एकपल्ट माफी चाहन्छु। उहाँको थामीले जो जहाँ हुनुहुन्छ यो सत्य हो। दर्शकवृन्द, म बाहिरै थिएँ, बोलाइ गर्नुभयो, त्यही भएर आउनै पर्यो। त्यो थाङबेनलाई सरी भन्न चाहन्छु। म फेरि एकछिनमा हामी धान नाच्ने नै छौँ। तर अहिले भने यो शाहकालको कुरा गर्दै गर्दा यो साउने सङ्क्रान्तिको सेरोफेरो पारेर मनाइने चाडमा हामी शाहकाल यदि असार साउनमा अन्नपात राम्ररी फलोस् फुलोस् भनेर हाम्रो प्रकृति देवीलाई पूजाआजा गऱ्यौँ भने पक्कै पनि हामी शाहकाल पाउँछौँ। राम्रो खेतीपाती हुनेछ, अन्नबाली फल्नेछ भन्ने हाम्रो जुन संस्कार र संस्कृतिको एउटा रूप यो शिक्षकको तलनाम। यसलाई हामी भव्यताका साथ मनाइरहेका संस्कृति, हामी जन्मेदेखि हुर्किएर मरिन्जेलसम्मको हाम्रो संस्कृति, हाम्रो संस्कार हामीले भुलेका छैनौँ परदेशमा भएर पनि। र हामी जहाँ जान्छौँ त्यहाँ हाम्रो संस्कार र संस्कृति जान्छ होइन र। यसको झल्को हामीले यहाँ छेउमा प्रदर्शनीमा पनि राखेका छौँ। यदि तपाईँले अहिलेसम्म हेर्नुभएको छैन भने चर्खा त्यहाँ छ। अरू के छ विजयजी? त्यहाँनिर मैले अघि पनि भनेको छु, हाम्रा पूर्वजहरूले जिउनको लागि, सर्भाइभ हुनको लागि प्रयोग गरेका हरेक सामग्रीहरू हामीले त्यहाँ प्रदर्शनको लागि राखेका छौँ। यहाँले हेर्न सक्नुहुन्छ र देख्न सक्नुहुनेछ। साथमा किराँत यात्रुङ झुम्लुङले हरेक वर्ष प्रकाशन गरेको उसको मुखपत्रै भन्नुपर्छ मेघफुल लाजे इन्कम, यो पनि यहाँ तपाईँ हाम्रो सामु आइपुगेको छ। यो शिक्षक पतङनामको शुभकामना बाँड्दै त्यो पनि तपाईँले लिन सक्नुहुन्छ। अगाडि हामीले राखेका छौँ। त्यस्तै गरी तपाईँ अहिलेसम्म मेम्बर हुनुभएको छैन भने त्यो मेम्बरसिपको पनि व्यवस्था गरेका छौँ। साउथ वेस्ट लन्डन अहिले यो आफ्नो कला प्रदर्शन गरिरहेको शाखा साउथ वेस्ट लन्डनका कलाकार साथीहरूले आफ्नो कलालाई प्रस्तुत गरिरहनु भएको छ। हेरौँ कसको प्रस्तुति आज उत्कृष्ट हुनेछ। हाम्रा आयोजक लगायत निर्णायकज्यूहरूले निर्णय गर्नु नै हुनेछ। लिम्बूहरूको संस्कृति हाम्रो बाजा वास्तवमै विचित्रको छ, रमाइलो छ।
भने अहिले स्फूर्तिका साथ नाचिरहनु भएको छ। यो हाम्रो एउटा साउथ वेस्ट लन्डनको कलाकार साथीहरूले च्याब्रुङ नाच्दा नाच्दै बिदा मागिरहनु भएको छ। यो हाम्रो एउटा विशिष्ट पहिचान हो। च्याब्रुङ नाचमा केलामा हामी यो धेरै लामो समयसम्म पनि नाच्न सक्दछौँ, घन्टौँसम्म पनि नाच्न सक्दछौँ। तर आज हामीलाई समयको सीमितता छ। यो एउटा सर्टेन समयभित्र धेरै नै च्याब्रुङ नाचहरू अथवा कार्यक्रमहरू गर्नुपर्ने भएको हुनाले उहाँहरूले आफ्नो टाइम सिद्ध्याएर र त्यो समयमा उहाँहरू बिदा मागिरहनु भएको छ। कमिटीको तर्फबाट उहाँहरूलाई मुरीमुरी धन्यवाद। र देख्दै हुनुहुन्छ नयाँ जेनेरेसन भाइ बहिनीहरू यसमा संलग्न हुनुहुन्छ। र मैले के देख्दैछु भने उहाँहरू चाहिँ 60-70 वर्षसम्म बाँच्नुहुन्छ। त्यसको मतलब हाम्रो संस्कार कल्चरहरू अझै 70-80 वर्षसम्म यस बेलायती भूमिमा रहिरहन्छ।